यो अर्को हाम्रो ट्रिगोनोमीको क्वेसन हो। यसमा चाहिँ हामीलाई sin 20 sin 40 sin 60 sin 30 रहेछ 3/60 निकाल्नुपर्छ है त। ल फर्स्टमा पहिला मैले एलएचएस लिँदाखेरि हाम्रो के हुन्छ sin 60 को भ्यालु sin 60 को भ्यालु कति हुन्छ √3/2 हुन्छ। अब बाँकी अरू के हुन्छ लेख्दै जाऊ। sin 20 को भ्यालु थाहा छैन मलाई, sin 40 को भ्यालु थाहा छैन, sin 60 को भ्यालु थाहा छैन है। त्यसपछि मैले अब 2 ले मल्टिप्लाई गर्छ है, किनकि फर्मुला लाग्दाखेरि इन्टु 2 sin 20 sin 40 sin 60 80 हो, यो त 80 हो, sin 80 60 को भ्यालु हालिसक्यो हामीले है, नजुकिने यसरी। त्यसपछि यो √3/4 हुन्छ, 2 2 जा 4 आयो। अब sin 20 को sin 20 लेख्छु। अब यो भनेको 2 sin 40 sin 80 को फर्मुला लगाउने, sin 20 20 2 sin थीटा sin थीटा फर्मुला के sin 2 sin A sin B को फर्मुला के हुन्छ cos A minus B हुन्छ, फेरि माइनस हुन्छ cos A plus B हुन्छ। त्यसपछि √3/4 सेम सानी sin 20 सेम सानी कति हुन्छ cos 20 60 होइन 40 भयो त, 40 minus 80 कति हुन्छ 40 माइनस cos कति हुन्छ 8 19 120 हो 120 हुन्छ। अब भ्यालु cos 120 को भ्यालु cos 120 भनेको -1/2 हुन्छ भ्यालु है त। त्यसपछि अब यसले मल्टिप्लाई भनेपछि हाम्रो काम के हुन्छ sin 20 अनि cos 40 हो प्लस हुन्छ 1/2 sin 20 हुन्छ है त। अब त्यसपछि हाम्रो काम के गर्नुपर्छ यो √3/4 ले मल्टिप्लाई गर्ने, मल्टिप्लाई गर्दा कति हुन्छ √3/4 sin 20 cos 40 कति √3/4 2 जा 8 है, sin 20 को sin 20 यसलाई नचलाऊ। अब यसो फर्मुला लेखेँ, यसलाई फर्मुला 2 चाहिन्छ हामीलाई हो √3/4 इन्टु 2 माथि 2 गर्ने sin 20 cos 40 sin 20 ल √3/8 आयो। अब 2 sin थीटा cos थीटा फर्मुला के हुन्छ sin